हेलो त्रिभुवन इन्टरनेसनल एयरपोर्ट। गाइस हेर्नुहोस् मान्छेको भिड कति छ त। लास्टै भिड छ क्या, लास्ट एकदम भिड छ। आउने जाने कति हो। हेलो त्रिभुवन विमानस्थल। हेलो सबैजनालाई नमस्कार। आज चाहिँ म यस्तो दुःखी या सुखी हुने ठाउँमा छु कि कस्तो भने कोही चाहिँ सुखी कोही चाहिँ दुःखी। किन भन्दा कोहीको आइरहेका मान्छेहरू अब हाँसी खुसी हुन्छ होइन, कसैको जाँदैछन् आँखाभरि आँसु, कोही चाहिँ रुएर तपाईँको यस्तो छ कि थाम्नै नसक्ने क्या, त्यति धेरै नै रुनी। अब ठिकै छ, अब हाम्रो देशको हालत त्यही हो होइन। अब कहिले के भइरहन्छ। त्यसले गर्दाखेरि आज मेरो विनोद भाइ सालोको जापानको फ्लाइट थियो। त्यसैले यस्तो भकानिएँ क्या आज म, यस्तो भकानिएँ कुरै नहुनुहोस्, यस्तो भकानिएँ। किनभने एकदम सपोर्ट गर्ने, स्वार्थ सपोर्ट दिने भनेकै त्यही थियो क्या एउटा। यस्तो गरौँ न, यस्तो गरौँ न, यस्तो गर्न पाए हुन्थ्यो, यस्तो गरौँ न भन्दा संसारै गरिदिएको उसैले गरिदिएको जस्तो लाग्थ्यो क्या मलाई। अनि उसैले गरिदिएको जस्तो लाग्ने त्यो भन्दा पनि गएको यसले यस्तो भने गर्नु पाए हुन्थ्यो भने उसैले गरेको जस्तो हुने क्या फिल त्यस्तो। तर मलाई अहिलेसम्म चाहिँ जहाँसम्म अहिलेसम्म लाग्छ मलाई यस्तो भन्ने मान्छे कोही पनि छैन। सकभर आफ्नै मान्छेहरूले के भन्छन् भने अब अगाडिबाट राम पछाडिबाट छुरा हानिरहेको हुन्छ। मेरो भाइ प्यारो भाइ अब धेरै टाढा गयो, ठिकै छ। अब यस्तै हो हेर, अब सबभन्दा धेरै माया गर्छु। अब टाढा गएका छौ यस्तै, अब ख्याल गर आफ्नो। अब मैले के भन्नु छ हेर, अब यस्तै हो। अब भन्ने शब्दै छैन हेर। अब जिन्दगीमा फर्स्ट टाइम होला क्या एयरपोर्ट आउँदाखेरि आँखामा आँसु झारेकै फर्स्ट टाइम। त्यति माया थियो क्या मलाई। अब एक शब्द उसले छ नि, उसले बोलाउँदा पनि अर्कै हिसाबले बोलाउँथ्यो क्या मलाई चाहिँ। उसले फोन गर्दा केही गर्दाखेरि पनि हो यार केही भन्ने केही गर्नलाई हो भन्ने आश धेरै गर्थ्यो। आश गरेर पनि म उसले भन्ने मात्रै भने पनि मलाई संसारै पुग्ने मान्छे क्या म। त्यति माया गर्थ्यो क्या मलाई।